सत्यनारायण नारायण हरि हरि। किसे पूछूं है ऐसा क्यों बे हाम्रो माया साझै फुट मलाई सम्झ बिचारी हाँस्दै हुन् रुँदै हुन्। आए भने भिख माग्दै तिम्रो साथ भन्दै आउँछु। राजा त्रिभुवनको जेठो छोरोको रूपमा महेन्द्रको जन्म 1977 मा भएको थियो। दरबारभित्रै हुर्किएका उनी 13 वर्षकै उमेरमा बुबा। समयक्रममा एक दिन राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग बेङ्गलोर सार्क शिखर सम्मेलनको दौरानमा दर्शन जुन चिज बनोस् चाहे मेरो माया चाहिँदैन भनेर मूल बाटोमा आएर हेरिदिनु म बसेको मर्छु रागत बगाउँछु धरतीमा कसम। मैले जसको चित्त दुख्ला भनेर सुस्त बोलेँ उसले नै मलाई रुवाएर गयो। मैले जसको इज्जत घट्ला भनेर मौन बसेँ उसले नै मेरो बेइज्जत। बुझ्यौ छट्टी दिल कोहीसँग जोड्दिन, जोडेपछि 7 जन्म छोड्दिन। देख्न मन लागेको छैन र खमस्ताई जुन को होला त्यो मसँग खाजुदाउने नचिन। स्वर्ग की रानी माया की खानी न जाऊ तर्केर। अब प्रस्तुत छ समाचार। नमस्कार, अब हामी छोटकरीमा आजका प्रमुख राष्ट्रिय तथा चाँदनी शाह अर्थात् ऐश्वर्य राज्य लक्ष्मी देवी शाह नेपाली जनता माझ खास गरी 2 कुराले चर्चित थिइन्। मायाको अवधि र सीमा नहुँदैन प्रिय। उनको याद नआउने त्यस्तो ठाउँ कहाँ छ र। धडकन बढ्छ मनलाई सोच्छु तिम्रै तस्बिर। ईश्वरलाई त दोषो लाउँछ दुनिया तिर्न गरम छ। चाँदनी शाह अर्थात् ऐश्वर्य राज्य लक्ष्मी देवी शाह नेपाली जनता माझ खास गरी 2 कुराले चर्चित थिइन्।